Hello guys, welcome back to my YouTube channel. So 2 महिनापछि म vlog start गर्दैछु after long time. किनभने अनि आज चाहिँ गुठी हो हाम्रो हैन. अनि म चाहिँ यहाँ गुठीमा आइसकेको छु र अब हजुरलाई देखाउने छु गुठीमा के कस्तो हुन्छ भनेर. हुन त मैले 2 वर्षदेखि गुठीको vlog बनाइरहेको छु है. के गरम के रकम भयो भ्लग धेरै भएको थिएन रहे, त्यही भएर मैले आज बनाउन लाग्छु. दसैँको नि हालिनँ मैले, तिहारको नि राखिनँ किनभने मेरोमा स्टोरेज थिएन गाइस. त्यही हो. अब चाहिँ म हाम्रो गुठी चाहिँ यस्तो रहेको छ गाइस. अहिले यहाँ चाहिँ यस्तो मासु काट हुँदैछ. यहाँ चाहिँ मासु कट हुँदैछ हेर्न सक्नुहुन्छ. म चाहिँ आगो बाल्दैछु. अब मासु पकाएर खानुपर्ने छ र मासु पकाएर खाएपछि म फेरि जान्छु गाइस गुठीमा. त्यही हो. हेलो गाइस, अनि म चाहिँ नुहाइधुवाइ गरेर जाँदैछु गुठीमा. म र आन्टी चाहिँ अगाडि जाँदै हुनुहुन्छ, पछि जाँदैछु. त्यही हो. अब रजिना पनि आउँदैछ. अहिले चाहिँ 1 बज्यो. म चाहिँ अघि नै मासु सासु ल्याएर खानासाना बनाएर खाएँ, कामहरू सकाएँ. अनि त्यही भएर अब चाहिँ जानु लाग्यो. धेरै पछि बनाएर होला, मलाई त बोल्न नै आइरहेको. धेरै पछि मैले जाँदैछौँ गुठीको छ्याङ. मैले त छ्याङ खानलाई बोतल पनि ल्याएको छु गाइस. त्यही हो. अब गुठीमै भेट्छु ल. गुठीमा भेटौँ ल. ल्याङफ्याङ भन्ने विचार हो क्या हो. ओके. त्यही हो. अङ्कलले हेर्दै हुनुहुन्छ भने अङ्कललाई के भन्न चाहनुहुन्छ? अङ्कललाई गुठीमा छ्याङ खान आउनुहोस् भनेर भन्छु म. ल अङ्कल, धेरै सम्झना र सबैजना विदेशमा हुने अनि अलि हामीभन्दा टाढा बस्नेहरूलाई सबैजनालाई धेरै सम्झना. विदेशमा हुने सबैजनालाई विशेष हाम्रो गुठीको. त्यही हो. अब हामी त्यही गरेर भेट्छौँ. लेट्स गो गाइस. यहाँ चाहिँ छ्याङ खनाउँदैछ. छ्याङ अनि यत्रो छ्याङ त खाएरै मासु सकिँदैन होला त. पोहोर त त्यति टेस्टी थिएन, यसपालि कस्तो गुठीको छ्याङ खाँदै हुनुहुन्छ मेरो आन्टी चाहिँ. खोइ काकी छ्याङ देऊ न. छ्याङ छोइला मेरो भएको नि त्यो अलिकति. यो चाहिँ वाला पालाको भोज. कस्तो घाम गए यहाँ त. आउँदैछ कोही अलिअलि बनाएको उता छ. खै तिमीहरूको त के हो न त. आउने बित्तिकै एक कतावटा दबाका लिइसकेको छ. यो चाहिँ हाम्रो गुठी घर हो. यहाँ चाहिँ हाम्रो सामानहरू राख्छ होइन गाइस. यहाँ बास खाडी छ, टक्कलारे त टोइलेट पनि व्यवस्था छ नि. 2-3जना खानुपर्छ. मान्छेलाई के पनि हुँदैन. भोटा छैन, आलु छैन. पालो भोज दिन लाग्यो भन्नुपर्छ. सबै छ्याङ पार्नु पर्छ.
हेर्न अनि पार पुग्छ कति बेला या हाल्दै दिन्छ कटिनमा किनिन्छ यहाँ सामान पर्छ यो भने सांस्कृतिक परम्परा झल्काउन पर्छ दाना छ फेरि फेरि आउँदैछ नाच्न 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 नेपाली डिस्को नाच्न फेरि फेरि आउँदैन नाचेपछि नयारी डिस्को नाच्न फेरि फेरि आउँदैन नाचेपछि नगली छुरी खेल्दा दिनको रमाइलो गरेको मरेको दिनको रमाइलो गरेको रमाइलो अङ्कल भर्खर पो हो तपाईँको झोलानी बेला भएन भिडियो खिच्नु भयो होला नमस्ते ल नमस्ते नमस्ते भनेको थियो सबै लिन नाम बोलाइसक्यो तिमीहरू बसिरह्यो नाम बोलेर आइज अनि गाई चाहिँ गुठीको भाग यसरी बाँड्छ नाम लिनुहुन्छ होइन नाम लिनु भएपछि चाहिँ आफ्नो भाग उठाउने हो यसरी टक्क घामको लाइटहरू केही देखाएको छैन घाम यहीँ माथि छ क्या त्यही भएर तातो तातो झोल र रोटी खाँदैछौँ मेरो गङ्गा आन्टी जमुना छ यहाँ तातो झोल रोटी खाँदैछौँ हामी चाहिँ हामी चाहिँ माथि जाँदैछौँ पूजा गर्नुपर्छ अरे पालो परेको घरमा त्यही भएर हामी चाहिँ जाँदैछौँ पालो परेको घरमा पूजा गर्नलाई त्यही हो मेरो भाइ हो हजुर ज्याकी 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 जाँदैछौँ पछाडि उठी परेको मान्छेको घर जाँदैछौँ त्यही भनेर मैले पनि के भयो कति थकाली बाजे मेरो अनुहार चाहिँ कस्तो देखिरहेको खै त
मान्छेहरूको मात्रै पूजा हुन्छ होइन यहाँ चाहिँ केटाहरू आयो भने चाहिँ पानीले छ्याप्नुपर्ने हुन्छ हेर्नुहोस् त केटीहरूको भोज कति खाने होला सिलावै गर्ने केटी मान्छेहरूको सिलावै यहाँ चाहिँ केटा आयो भने चाहिँ पानीहरू छ्याप्ने चलन छ होइन केटाहरू आउनै पाइँदैन नि त यहाँ ल लेडिज ग्याङ कति धेरै थकाल्ने गर्दा गर्दै एउटै ल बुझाइ मादन झ्याली तँलाई ख्याली रमाइलो गरेको अवस्था हो कि कलाएर पचाउला होइन भोज आइसकेको छ अनि टम्काइसकेको छ वा कति मिठो नयाँ जाने बेला भइरहेको थियो इन्द्रमा कुराले बोला ए माया
don't know what the hell this. गर्नै पर्ने यस्तो हामीले गर्नुपर्छ पर्दैन ए हेमा मारु कहाँ हो रन्नहरू खोइ ल ल